सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ मिनी ब्लगमा। आज चाहिँ लोटरीवाला अंकल घर अगाडि आएर रोकिराख्नु भएको रहेछ। अब मेरो कुरा गरौँ भने चाहिँ टिकट त काट्छु तर लोटरी चाहिँ कहिले फसिँदैन। मेरो पालि आज चाहिँ मनदेखि नै सोचे र एउटा 10 सिरिजको टिकट पनि काटिदिए। अनि अर्को कुरा हाम्रो अंकलले स्क्यानर बोकेको देख्दा चाहिँ म छक्कै परे। तर जुन चाहिँ अंकलले स्क्यानर बोक्नु भएको छ यो चाहिँ एकदम राम्रो कुरा हो, किनकि अहिलेको जमानामा मान्छेहरूले गोजीमा धेरै क्यास राख्ने गर्दैन। ला हो आज त हामी माछा मार्नु जाने, तर ठ्याक्कै मैले भन्नै बिर्सेको। त्यही हुन्छ गाइस, कहिलेकाहीँ बोल्दा बोल्दै धेरै बोली पठाउँछु के। अनि आज चाहिँ बाउ छोरा यसरी आएको छु माछा मार्नु, तर माछा चाहिँ एउटा दुईटा नामको मात्रै पाइरहेको थियौँ। अनि मेरो छोरा चाहिँ फेरि माछा भनेपछि चाहिँ यस्तो खुसी हुन्छ, यस्तो खुसी हुन्छ, अब के भन्नु र। खेर माछा त त्यस्तो साह्रो पाइन। मलाई चाहिँ यस्तो लाग्यो अहिले सायद माछाको सिजनै भएको छैन। त्यही पनि ठिकै छ, एउटा दुईटा माछा पाए तापनि मेरो छोरा चाहिँ एकदमै खुसी भयो। र यसरी हातमा जाल बोकेर सुरु घरतिर पो आयौँ। अब घरमा आएपछि नानीले चाहिँ एकदम भोक लाग्यो भन्दै थियो, त्यही भएर मैले अलिकति घिउ हालेर मखना भुटिदिन लागे। अनि यो मखना चाहिँ नानीहरूको लागि एकदम भिटामिन हो, प्रोटिन भरेको हुन्छ। अनि त्यही खाना पाकेर रेडी भएको थियो, मैले पनि खाना खान थालेँ किनकि मलाई लास्टै भोक लागेको थियो। अब तपाईँहरू पर्खेर बस्नुहोस्, जुन चाहिँ लोटरीको कुरा छ त्यो टिकट फस्यो कि फसेन त्यो चाहिँ म तपाईँलाई अर्को भिडियोमा बताउँछु।